माध्यमबाट मात्र चलिरहेको प्लेन ओभर थ्रस्टको कारणले अर्को इन्जिन पनि गुमायो र प्लेन अब बिना इन्जिनको आकाशमा उड्दै थियो। दुवै इन्जिन बन्द भएको कारणले प्लेनभित्र अहिले अँधेरो छाएको थियो। इन्जिनको कारणले नै जहाजमा इलेक्ट्रिक सिस्टम माथिबाट उज्यालो भएको हुन्थ्यो। अब टसेरा एयरपोर्ट 120 किलोमिटर मात्र टाढा थियो र जहाजको एल्टिट्युड 30,000 फिटमा आएको थियो र क्याप्टेनलाई यो दूरी बिना इन्जिनको मात्र ग्लाइड गरेर त्यस स्थानमा पुग्न थियो। पेसेन्जर केबिनमा अँधेरो र पिन ड्रप साइलेन्टले एउटा यस्तो डर पैदा गरेको थियो। अब सिचुएसन यस्तो आउँदै थियो, यदि प्लेन एयरपोर्टमा पुग्न सकेन भने ओसनमा ल्यान्ड गराउन पर्ने कन्डिसन आउँदै थियो। त्यस कारणले क्र्यूले प्यासेन्जरलाई पानीमा ल्यान्डिङ गराउँदा दिने उपकरणहरूको प्रिपेयर गर्न सुरु गरेका थिए। ओसनमा ल्यान्ड गराउन थुप्रै चुनौतीहरू थिए। यदि प्लेन जल्नबाट बचेर प्यासेन्जर बच्न सफल भयो भने पानीमा डुब्दथे। यदि डुबेनन् भने ओसनको चिसो पानीले उनीहरू केही घण्टासम्म मात्र उड्न सक्दथे। जहाजको एल्टिट्युड 2000 फिट दरले मिनेटमा बढ्दै थियो। यसको मतलब अबको 15 मिनेटमा प्लेन या त एयरपोर्टमा पुग्छ या त समुद्रमा नै ल्यान्ड गर्नुपर्ने हुन्छ। अब टसेरा एयरपोर्ट मात्र 15 किलोमिटर टाढा थियो। प्लेनको एल्टिट्युड मात्र 13,000 थियो। नर्मली यस्तो कन्डिसनमा प्लेनको हाइट 3000 स्क्वायर फिट राख्नुपर्ने हुन्छ। यदि प्लेन पाइलटले नोज डाउन गरेर प्लेनलाई एल्टिट्युड कम गरे भने इन्जिन नभएका कारणले उक्त प्लेन पहिला नै क्र्यास ल्यान्डिङ हुन सक्थ्यो। यसकारणले पाइलटले माथि नै 360 राउन्ड लगाए। उक्त चक्कर लगाउनुको कारणले गर्दा प्लेनको एल्टिट्युड उडिरहेको थियो। यो 5000 एल्टिट्युड चाहिँ पनि नै मानिन्थ्यो, तर पनि त्यति धेरै पनि थिएन। फेरि एक 360 लाउन सक्ने कन्डिसन पनि थिएन। पाइलटले अब 360 नलगाएर एक्स टर्न लगाए। एक्स टर्न लाउँदा नभएर जहाजको डिस्टेन्स केही टाढा हुने भयो र प्लेन केही एल्टिट्युड तल आउने भयो। धेरैजसो नर्मल ल्यान्डिङमा प्लेनको इन्जिन हाई थ्रस्ट हुने भएको भएर ल्यान्डिङ गर्दा प्लेनको नोज माथि हुन्छ र पछाडिको टायरले ल्यान्डलाई सुरक्षित गर्छ। तर यसमा इन्जिन फेलियरका कारण यो ल्यान्डिङ कि वार कि पार हुनेवाला थियो र प्लेन नोएमा जोडसँग ठोकिँदै 12 मध्ये 8 वटा टायर पन्चर हुँदै फाइनल्ली प्लेनलाई सेफ ल्यान्डिङ गर्न सफल भइयो। प्लेन रुक्न साथ उसको ल्यान्डिङ गियरमा आग चपेटा देखिन थाल्यो। क्रूले तुरुन्त आगोलाई निभाउन सफल भए। फ्लाइट 236 ठुलो दुर्घटनाबाट बचेको थियो र यो एकमात्र यस्तो प्लेन थियो बिना इन्जिन सबैभन्दा दूरीबाट सेफ ल्यान्डिङ गर्न सफल भएको थियो। प्लेन ल्यान्ड भए सँगसँगै तेल लिक हुनुको कारण चेक गर्दा टोरन्टोमा उक्त जहाजले एउटा पार्ट नयाँ हालेको थियो, जसमा मेकानिकले उक्त पार्ट अरू नै प्लेनको हालिदिएका थिए। धेरै भाइब्रेसनका कारणले उक्त पार्ट फिटिङ राम्रो नभएकाले त्यहाँबाट तेल लिक भएको थियो। हस् त, आजको भिडियोमा यति नै। नमस्ते। यस्तै भिडियोहरू मनपर्छ भने फेरि च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।